हेलो नमस्ते भिडियो स्किप नगरी फुल भिडियो हेर्दिनु होला खासमा यो भिडियो मलाई बनाउन मन थिएन तर म भिडियो बनाउन बाध्य भए यो भिडियो चाहिँ मैले किन बनाएको भन्दा तपाईहरुले आज हामी चाहिँ के अरे यो झुपी डाँडामा आएको के अरे दिदीहरुसँग आएको बुवासँग के अरे हामी चाहिँ लोकलको कुरा खोज्दैछौँ है हाम्रो तामाङ दाइसँग यो झुपी डाँडामा लोकल कुरा पाइन्छ कि पाइँदैन भनेर पुरा हामी कुदिरहेको छौँ गाउँ ल है ल यहाँ मान्छे सके हो यस्तो डाँडामा चाहिँ ढुङ्गा चाहिँ कहाँबाट आएको है आम्मा डरलाग्दो ढुङ्गा छ त उयो चाहिँ के तेलेम्पुर उयोदेखि हजुर तेलेम्पुर है तर बाटो खत्तम होला अहिले त खत्तम होला होइन ओए हामी चाहिँ आइपुग्यौँ है फ्याफुला फ्याफुला भालेर छ त नि चार उसिन्नु भएको बोजू छ त नि त्यो पेरेन्टको त्यो भूमिमा बाख्राको किलो कसरी के भाले के भाले होइन मोबाइल त राम्रै किन्नु पर्ने रहेछ है लगाउँदै देखेको के सेउती पुल हो ए कहाँको पुल हो त्यो ए अनि सेउती पुलै त भने त के पानमा जाने पुल हामी चाहिँ अब यो झुपी डाँडाको कन्या मन्दिर जाँदैछौँ यहाँ चाहिँ के अरे कन्या केटीहरूले चाहिँ मागेको चाहिँ कुरा सबै पुग्छ भनेर किंवदन्ती छ यहाँ म चाहिँ अब यो मन्दिरभित्र प्रवेश गरेँ पहिलोपटक हो रहेछ हजुर अरे रहेछ ल खासै म छिरिनँ नेताबाट यो ल अन्त झुप्पी होइन त्यो झुप्पी डाँडा होला त्यो होइन सानो डाँडा त्यो मैदान देखेको त्यो डाँडा अब यहाँ त मेरो मोबाइलमा त डाँडा त देखेँ कम्ती राम्रो मोबाइल छैन टाकुरे डाँडा त्यो हो ओहो ऊ त देखेको के अरे गोरुको जुरो जस्तो चाहिँ टाकुरे भन्दो रहेछ मेरो चाहिँ के अरे आजको गाइड गर्ने दाइ यता हुनुहुन्छ तामाङ दाइ आज म चाहिँ टुरिस्ट भएर यो दानाबारीमा चाहिँ पुरा तामाङ दाइसँग डुलिरहेको छु आजको हाम्रो चाहिँ के अरे यात्रा चाहिँ एकदम निरन्तर छ यो भिडियोलाई चाहिँ के अरे सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला है गाइजहरू यस्तो ठाउँमा तपाईँलाई म लगाएर जाँदैछु यो भिडियो मार्फत तपाईँहरूलाई म घुमाउँदैछु अब भन्नुहुन्छ भने यो अगाडि ऊ माथि देखेको चाहिँ के अरे नाम्चे डाँडा हो तर टावरहरू मैले यहाँनिर 6वटा देखिरहेको छु तर मेरो मोबाइलले क्याप्चर गरेन ऊ यो देखिएको चाहिँ तेलेम्पुर डाँडा है त यो बरको झ्याङ देखेको होइन त दाजु तेलेम्पुर होइन कस्तो यार
उदयपुर तेलेमपुर जस्तो म त तेलेमपुर पहिला सुन्दै थिएँ नि उता कताको के अरे उदयपुर साइड होला जस्तो लागेको क्या यो चाहिँ के हो फेरि घर होइन होटल रहेछ होइन होटल के रहेछ यो मुला होइन यो अब यो सिन्दुरीको खान्छ होइन मुला यो बिक्री भएको कति बिक्री बाटो टुङ्गो त नि बुढा म त अन्त त्यो डाँडा जाने भनेको त नि अनि हाइकिङ चाहिँ हाम्रो भयो त नि धेरै त नि है अघि हामी आएको बाटो यो झुपी डाँडा देखेको है ल त्यो पर चाहिँ के अरे उयो पर देखेको भरलेडी होइन भरलेडी अलि नाम्जे अघि त स्काइमा पनि देखिरहेको थियो यहाँबाट देखिएन अहिले त होटल के हो सामेङ अरे सामेङ के भाषा हो यो सामेङ भनेको लिम्बू भाषा कि राई भाषा कि तामाङ भाषा हो अब कसको लगानी ड्याममै डुबिरहेको होला यहाँ के हामी चाहिँ अब हाइकिङ गर्ने लिएर आएको टेम्पोमा 3 टेम्पोमा उल्टै हामी चाहिँ हाइकिङ गरेर बिजोग भएन यो म त हिँड्नै सकिनँ गाइजहरू यो हाम्रो तामाङ दाइले कस्तो बाटोमा ल्याएर लास्टै गाह्रो भयो क्या मलाई चाहिँ यहाँ के टावर के पुरा डोजर लाग्छ त नि ए अँ होला है ओ माई गॉड कसम होला कि दाइ यस्तो डाले हिँड्यो भने त नि फाँक हिँड्दैछ नि त मान्छे कहाँ छ अहिले गैरी गाउँमा ए यस्तो राम्रो ठाउँ छोडेर है यस्तो राम्रो एउटा बेच्यो होला नि त्यही भएर डोजर लाग्यो होला हो र त्यही पानी ट्याङ्की होला न उयो माथिको यहाँको ट्याङ्की हो ट्याङ्की होइन ट्याङ्की छ क्या त्यो बारिरहेछ नि त हामी त नि हिँडेर तेलेमपुर पुग्न आँट्यौँ त हो यार हामी त ल है गाइजहरू हिँडेर तेलेमपुर पुग्ने आँट गरिसक्यौँ अमृतसर त घारी रहेछ नि त होइन यो जङ्गली बेसारहरू क्या हो यहाँबाट त नाम्चे त त्यहीँ त छ त ए नाम्चे र काम्फे एउटा गएर दुईवटा डाँडा काटेर जानुपर्ने रहेछ ल यहाँ त ओख्रे टावर पनि देखिन थाल्यो हो माथिलो है त के नदेख्नु ए म त याङसिलाको आधी पुगेको छु त हौ सबै नम्बर यो आजको मलाई चाहिँ विशेष गाइड गर्ने दाइ नै उहाँ हुन्छ यहाँ चाहिँ यहाँनिर सानो बस्ती छ बाख्रा देखेर खान डराउँछन् ठाउँ त राम्रो डाँडामा जानु डाँडा
ए हाम्रो माइला त काम छैन रहेछ हाम्रै गाउँको के अरे देखाउँछु भनेर ल्याउनुहुन्छ अन्त अरे हाम्रै गाउँ देखाउँछु ल हिँडाइ भनेर लिम्बू हिँडाइ भनेर लिम्बू ल्याएछ पत्ता हुन्छ मन परायो मन त त्यही त तामाङ दाइले लिम्बूलाई बेची खाने भयो आज तामाङ तर बसा चाहिँ अलिकति टाढो भयो नि त यहाँबाट बसा चाहिँ अलिक टाढो भयो क्या तर बाटो पनि त्यतिको त राम्रो बनाएको रहेछ नि त तल झर्नु यता होला हौ बाटो यता हौ जाउँ यताबाट ए यता बाटो छ त नि फेरि ओह्रालो झर उकालो आउनु ए म भन्दैछु नि माइला दाइले बाटो बिर्सिन्छ क्या ए तेरिका यो माइलले काम छैन यो माथि लगेको कि ओह्रालोले ओ त्यो ट्याङ्कीबाट सप्लाई गरेको जस्तो लाग्यो मलाई यहाँ गैरीमा त अनि पहिले त ताल थियो कि याद है होइन सक्दैन मलाई फोन आयो बल्ल है हाम्रो गाइड गर्ने दाइको घरहरू खै एकताले जग्गा एकताले घर थियो अनि तपाईँको बाटो मुनिको त्यो के अरे झुप्रो घर झुप्पो छ नि 3-4 घर भएको को बस्छ त्यहाँनिर जेठा दाइ डरकोटमै यस्तो राम्रो ठाउँ छोडेर तल बसेर छ बुढाहरू अनि कहाँ हुन्छ ठाउँ त राम्रो टाढादेखि मुनि छ नि यत्रो ठुलो टाढा तपाईँ गएको थियो रोड मुनिको उता पर त्यो होइन हौ त्यो तल रोड मुनि छ नि त्यो 3-4 घर देखेको यस्तो एक तले चाहिँ भाइको राम्रो ठाउँ घर बनाएको रहेछ नि त उता पनि बोक्दा गाडी छ बाटो त्यहाँ चाहिँ कहाँ जाने केराबारी होइन अनि पर तल मोबाइल राम्रो भएको भए दामी मोबाइल जस्तो त्यहाँ तल ल है गाइजहरू मेरो चाहिँ के अरे भिडियो क्वालिटी राम्रो नभए पनि अब मैले चाहिँ के अरे यो दानाबारीबाट दृश्य के अरे क्याप्चर गर्दैछु फेरि आइँदैन होला फेरि पनि यहाँ चाहिँ यता के भन्छ टाढामा चाहिँ यहाँ चाहिँ भविष्यमा चाहिँ चाँडै टावर बन्दै रहेछ अनि हाम्रो के अरे यहीँ लोकल तामाङ दाइले भन्दै हुन्छ केटाहरूले चाहिँ के अरे यति बनाएर चाहिँ के अरे काम छोडेछन् भन्दै रिसाउनुहुन्छ हाम्रो चाहिँ अब गन्तव्य अब फेरि अगाडि बढाउँछौँ है त गन्तव्य अगाडि बढाउँछौँ यहाँ तपाईँलाई म त कस्तो कहाँ कुन दुनियाँमा सुस लागिरहेको छ सोचेको थिइनँ अब सोचेको भन्दा अलग बसेको छौँ यो कालो बनमारा फुलेर उस्तै है के अरे प्राकृतिकले कति सुहाउँदो बनाएको त्यो बुझेँ त्यो दार्जिलिङ जुलस देखेको यो बारेको ढुक्का बनाउनु भएको त्यस रोड चाहिँ होइन अलिकति बनाइरहेको छ अब यस्तो टावर बनाउँदा रोड बनाएको पक्की हुँदैन क्या अब यो रोड भइसक्यो नि यो त पक्की हुन्छ क्या हाम्रो नेपालको यस्तै हो के भन्छ बजेट आउँछ किस्ताबन्दी आउँछ आदि हुन्छ के हुन्छ मलाई यो त्यसो बाटोमा आएर अलिकति हात मिल्यो यो फुल्यो पानी क्या हुँदा बन्द गर्नु
अनि आलु यहाँ त गोरु त होइन कि हात टेक्नु पर्छ क्या अन्त सबै परिवारले बनाउने मात्रै होइन हामी कहाँ बनाउँ अहिले हामी डाँडा भइसक्यो के अरे हाम्रो भविष्यको अब भिउटा बन्ने ठाउँ यहाँ छ यहाँदेखि के अलिकति के पर्छ भयो चाहिँ यो कतै जति सानो मारेको होइन